सबैमा नमस्कार। आज मार्ग शुक्ल पूर्णिमा श्री सुस्तानी व्रत कथाको अन्तिम दिन अथवा व्रत कथा लिनेहरूको लागि आज साङ्गीताको दिन। यस अवसरमा म बिहान छत्रकोट देवालयमा आई दर्शन गरेको छु। नजिक हुनेहरू यस मन्दिरमा पाल्नुहोला। स्थानीय शक्तिपीठ श्री छत्रकोट देवालय परिसरबाट यहाँ रहेका मठ मन्दिरहरू म देखाउन चाहन्छु। नजिक हुनेले भौतिक रूपमा उपस्थित भएर दर्शन गर्नुहोस्। टाढा हुनेले यो भिडियोबाट पनि दर्शन गर्न सक्नुहुनेछ। यस परिसरमा रहेका मठ मन्दिरहरूमध्ये सर्वप्रथम म गणेश भगवानको दर्शन गर्न चाहन्छु। यहाँ रहेको मूल मन्दिर छत्रको स्थापना गरिएको मन्दिर सँगै दुर्गा मन्दिर, राधा कृष्ण तथा पाँच पाण्डव मन्दिर, पारिपट्टि राम सीता तथा हनुमान मन्दिर, तमघास राजमार्ग सँगै प्रवेशद्वार, सार्वजनिक शौचालय, खाजा पसल, पर्यटन विश्राम स्थल, सचिवालय भवन सँगै पुजारी आश्रम। बाहिरी दृश्य पर्यटन विश्राम स्थल सँगै रहेको छत्रकोट जिपलाइन, वनभोज स्थल लगायतका पूर्वाधारहरू यस क्षेत्रमा बनिरहेका छन्। बिहानी पख मिरमिरेको घामसँगै पारिपट्टि